सकेको छ र अब यो जनताले खारिज गरिसकेको जिटिएमा यो जिटिएद्वारा सञ्चालित यो जुन टोल ट्याक्स छ अब यहाँ पनि यो टोल ट्याक्स पनि हटाउनु पर्छ भन्ने हाम्रो माग र हाम्रो विरोध र यहाँनिर जुन ट्याक्स उठाइँदैछ यो ट्याक्स उठाएर यो पैसा कसकोमा जाँदैछ जनतालाई थाहा छैन। यो टोल ट्याक्सको पैसाले कसको गोजी भरिँदैछ जनतालाई थाहा छैन र बर्खायाममा है यो सुभाष घिसिङ मार्गमा पहिरो जान्छ है सालिनी गाडी कुद्दाखेरि यो बाटोमा खाडलहरू परेर यो सडकको यो मार्गको बेहाल हुन्छ। त्यसबेला यो सडकमा गएको पहिरोको निर्माण यो सडकको मर्मती कहिले पनि सही समयमा भएको छैन, कहिले पनि तत्काल भएको छैन। यहाँनिर पहिरो गयो भने 3-4 महिना लाग्छ यहाँको पहिरोको मर्मत निर्माण गर्नुको लागि। त्यहीमाथि तपाईँहरूले हेर्नुहोस् माथि जुन पहिरो गएको थियो त्यसको निर्माण त भयो तर आज बाटो साङ्गुरिएर गएको छ। यो टोल ट्याक्सको पैसा कहाँ जाँदैछ? यो त भ्रष्टाचार हो र आज हामी भ्रष्टाचारको विरोधमा आएको छौँ। यहाँनिर आजदेखि हामी भ्रष्टाचारको विरोधमा उत्रेको छौँ सडकमा। हामी यो टोल ट्याक्स जस्तो यो भ्रष्टाचार मात्रै होइन, पहाडमा भएको जनताको धरोहरलाई बेच्ने काम भएको छ लिजको नाममा। अब जिएनएलएफले त्यो धरोहरहरूलाई फर्काएर ल्याउनेछ। जनताको जुन धरोहरहरूलाई 60 सालको लिज दिएको छ माथि शैलबासमा, हिजो मात्र जिएनएलएफ त्यहाँ गएर विरोध गरेको छ र त्यो शैलबासको जुन चाहिँ लिजको जुन एग्रिमेन्ट छ त्यो खारेज भएको हुनुपर्छ र यो टोल ट्याक्सले हाम्रो चालक दाजुभाइहरूलाई, गाडीको मालिक वर्गहरूलाई र यो सडकको मार्फत यात्रा गर्ने यात्रीहरूले दुःख मात्रै पाइरहेको छ र आजदेखि त्यो दुःख हटेर गएको छ। र यसै क्रममा म यहाँ भन्न चाहन्छु कि पहाडमा है हाम्रो एलायन्सले जितेको छ, बिजेपीले जितेको छ र हाम्रो विपक्षीको दाजुभाइहरू छ, दिदीबहिनी उहाँहरूको परिवारहरू छ र आम जनता छ। आम जनता त सुरक्षित छ र म विपक्षी जस्तै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका कार्यकर्ताहरू उहाँहरूको परिवारहरूलाई, उहाँको शाखा सन्तानहरूलाई नडराउनुहोस्। हामीबाट कुनै त्यस खालको कार्यहरू हुने छैन। हामी पहाडमा शान्तिलाई कायम राख्नेछौँ र तपाईँहरूमाथि कुनै हमला हुने छैन, तपाईँहरूको घर सम्पत्तिमा हमला हुने छैन। हामी बस यो भ्रष्टाचारको विरोधमा उत्रेको छौँ र हाम्रो माग जुन माग चाहिँ सुकुनामा माथि लेबुङमा भारतका माननीय गृहमन्त्रीले बोलिसक्नु भएको छ कि हामी बङ्गालमा आयौँ भने पहाड र गोर्खा जातिलाई हामी न्याय दिन्छौँ, बङ्गालभित्रको एउटा संवैधानिक व्यवस्था दिन्छौँ भने भन्नुभएको छ र त्यो संवैधानिक व्यवस्था चाहिँ हामी 6औं अनुसूची नै भन्छौँ र बङ्गालभित्र कुनै पनि संवैधानिक व्यवस्था हुन्छ भने 6औं अनुसूची पहाडमा लागू हुनुपर्छ र यो सन्देश पनि हामी दिन चाहन्छौँ र हामी अब 6औं अनुसूचीको माग लिएर अगाडि आउँछौँ र आम जनताले र विपक्षीको दाजुभाइ दिदीबहिनीहरूले यसको विरोध गरिदिनु हुँदैन। अब 6औं अनुसूचीलाई हामीले स्वीकार गर्नुपर्छ। 2007मा दिग्भ्रमित भएर हाम्रोहरूलाई 6औं अनुसूचीको विरोध गर्नु लगायो र तपाईँहरू नडराउनुहोस्। हाम्रो माग छ, हाम्रो मुद्दा छ। हामीले अब शान्तिपूर्ण ढङ्गले हामी यहाँनिर सडकमा उत्रेको छौँ। तपाईँहरूले पनि हामीलाई साथ दिनुहोस्, विपक्षी भएर नबस्नुहोस् र हाम्रो मुद्दा, हाम्रो माग पुरा भएपछि आफ्नो आफ्नो पार्टी गर्नुहोस्, चुनावमा जानुहोस्, राजनीति गर्नुहोस्। अहिले राजनीति नगर्नुहोस्। अहिले हामी गोर्खा जाति सब एक भएर जुन भारतका माननीय गृहमन्त्रीले भन्नुभएको छ त्यही कुरालाई लिएर हामी अगाडि बढ्नुपर्छ र हाम्रो माग, हाम्रो मुद्दालाई लक्ष्यसम्म पुर्याउनुपर्छ भन्दै यहाँबाट आजदेखि कुनै पनि टोल ट्याक्स, कुनै पनि चालक दाजुभाइहरूले, कुनै पनि प्राइभेट गाडीहरूले त्यो स्कुटी बाइकहरूले यहाँ टोल ट्याक्स दिनु पर्दैन भन्ने हामी यहाँबाट तपाईँहरूलाई पनि यो सन्देश दिन चाहन्छौँ। धन्यवाद। जय गोर्खा, जय सुभाष, जय मोहन। आजदेखि चाहिँ टोल फ्री। बिस्तारै चलाउनुहोस् न, सुरज